यो तारकेश्वर धाम यो पनि ऐल्यान्ड जग्गा यो तलको सुकुम्बासी भत्काउनु सँगसँगै यो पनि भत्काउने हो वर्षौँदेखि बसेको सुकुम्बासी भत्काउनु भएपछि यो प्रहरी चौकीदेखि लिएर यो लायन्स क्लबको भवन अनि सबैभन्दा ठुलो कुरा त सुकुम्बासीको नाममा गुम्बासी भनेर यो तारिखको यो बिल्डिङ यो माथिपट्टि उताका कारखानालाई भाडा दिएको छ माथि 1 लाख तल्लो फ्ल्याट यो क्याटिङ स्याटिङ के गरेर अर्को 1 लाख त्यो तल माथि मुनि गरेर 1 लाख यी सबै भाडा दिएर असुल अकुत रूपमा चाहिँ भाडा असुल गरेर यो समिति भवनहरूले खाइरहेको छ र यसको स्रोत कहाँ खर्च हुन्छ के छ यस्तो चाहिँ केही देखाएकै छैन। त्यस कारणले यो पनि भत्काउन जरुरी छ। तल सुकुम्बासीले घरहरू भत्किरहँदाखेरि यो पनि भत्किनुपर्छ भन्ने हाम्रो चाहिँ बुझ्छ। त्यसपछि आएर यो पछाडिको ठुलो बिल्डिङ जुन चाहिँ बस्ने फलकहरूको भनेको छ यो पनि सबै ऐल्यान्ड हो यो छ। यो चाहिँ यो पुत्री बस्ने घर भन्छन्। यहाँ एउटा परिवार बसेको लगभग 8,000 कि 9,000 कति लिने गरेर छ। यहाँ 25-30 कोठा छन्। यहाँबाट उठेको आम्दानी आयस्रोत कुनै लेखाजोखा छैन। यसको पनि नेपाली जनता सामु पुर्याएर पठास गर्नुपर्छ। यो सबै भत्काउनु यो हाम्रो धार्मिक आस्थाको धरोहर गुम्बा यो पनि भत्काउनु भन्ने कुरा छ। यो गुम्बा भत्क्यो भने यो गुम्बा सँगसँगै रहेको यो मन्दिर यो पनि भत्काउनुपर्छ। यदि नगरपालिका नेपाल सरकारले त्यो गरेन भने यो बस्तीको मान्छेहरू मिलेर 2टा दोदर भाडामा भनिसकेको छ हामीले त्यो सँगसँगै यो पनि भत्काउन थाल्ने छ। यो चाहिँ सम्बन्धित निकायसम्म दिनुपर्छ भन्ने हाम्रो कुरा छ। जुरेका सँग जुरेको छ। त्यस कारण यो भत्किएपछि यो सबै भत्किनुपर्छ भन्ने आज लगभग यो बस्ती पछिको 33-34 वर्ष भयो। यो भन्दा पनि